हेलो साथीहरू, आज चाहिँ म घरमै होममेड पानीपुरी बनाउँदै छु। देख्न सक्नुहुन्छ। मैले चाहिँ कराईमा तेल बसालेर मैले चाहिँ सबै पानीपुरी एक एक गरी फुराएँ। र साथीहरू, म चाहिँ लागेँ पानीपुरीको झोल बनाउन। यो पानीपुरीको प्याकेटमा परेको मसला हो। यो चाहिँ पानीमा बनाउँछन् यसको चाहिँ। त्यो हालेर फुड कलर हाले थोरै र प्याज धनिया हालेर घोल्दै र थोरै अजिनामोटो र अमिलो गराउनको लागि अमिलो धुलो हाले। र म चाहिँ लागेँ चाट बनाउन साथीहरू। चना हाले, प्याज हाले, खुर्सानी हाले र धनिया हाले र अघि परेको मसला र थोरै फुड कलर पनि हाल्दै र पानीपुरीको झोल पनि थोरै हालेर मिक्स गरेँ साथीहरू। र यो चाट बनेर चाहिँ रेडी भइसकेको थियो। र यो चाहिँ रहेको छ होममेड पानीपुरी सब तयार भइसकेको छ गाइस। एकदम स्पाइसी मिठो भएको थियो। सो हजुरहरूलाई मेरो सानो मिनी ब्लग कस्तो लाग्यो लाइक कमेन्ट शेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला गाइस। म फेरि पनि आउने छु कुनै दिनमा अर्को नयाँ मिनी ब्लग लिएर। थ्याङ्क्स फर वाचिङ साथीहरू।